आजको क्लासमा हामीले बिबिएस फोर्थ इयर अन्तर्गतको हामीले चाहिँ एफएएम अर्थात् म्यानेजमेन्ट फाइनेन्सियल इन्स्टिट्युसन अन्तर्गतको च्याप्टर 4 अर्थात् कमर्सियल ब्याङ्कको बारेमा डिस्कसन गर्नेछौँ। हिजोको क्लासमा पनि हामीले यसैसँग रिलेटेड विभिन्न किसिमका यसमा रहेका विभिन्न फर्मुलाहरूको बारेमा डिस्कसन गरेका थियौँ भने एक दुईवटा न्युमेरिकल क्वेसनहरू पनि सल्भ गरेका थियौँ। आजको क्वेसनमा हामीले पुनः मैले चाहिँ यो चाहिँ क्वेसन लिएको छु अस्मिता पब्लिकेसनको बुकको है क्वेसन नम्बर 4.6बाट लिएको छु। यो चाहिँ इक्जामको लागि निकै इम्पोर्टेन्ट क्वेसन हो। जुन यो क्वेसन चाहिँ ठ्याक्कै सेम यस्तै त नै यहीसँग रिलेटेड यस्तै ट्रान्जेक्सन भएको चाहिँ 2076मा चाहिँ लङ क्वेसन आएको छ। यदि तपाईँसँग ओल्ड इज गोल्ड छ भने 2076को एनालाइटिकल क्वेसन हेर्नु होला। ठ्याक्कै यहीसँग रिलेटेड क्वेसनहरू चाहिँ आएको छ, जुन चाहिँ लङ क्वेसनमा एनालाइटिकल क्वेसनमा आएको छ। ल हामीले पहिला यो क्वेसनलाई हामीले सल्भ गर्न सिक्छौँ, त्यसपछि ट्युमा आएका क्वेसनहरू पनि हामी सँगै मिलेर चाहिँ सल्भ गर्नेछौँ। र योसँग रिलेटेड मैले हिजो चाहिँ धेरै फर्मुला लगभग 8-10वटा फर्मुला लेखाइदिएको थिएँ। यो फर्मुलासँग रिलेटेड भएर चाहिँ आजको हामी यो न्युमेरिकल सल्भ गर्छौँ र यो इक्जाममा आयो भने चाहिँ एनालाइटिकल क्वेसनमा आउँछ, ल लङ क्वेसनमा आउँछ। सो बी केयरफुल, सजिलो छ। हिजो दिएका फर्मुलाहरू सजिलै क्र्याक गर्न सक्नुभयो भने यसलाई हामी सजिलैसँग पनि हामीले यसलाई क्यालकुलेसन गर्न सक्छौँ। ल अब चाहिँ म हिजोको क्वेसन मैले तपाईँलाई हिजोको ग्रुपमा पनि पठाइदिएको छु, हेर्नु होला। ल यो क्वेसन स्क्रिनमा पनि तपाईँले सजिलै सिन गरिरहनु भएको छ, देखिरहनु भएको छ। र अब यो क्वेसनले खोजेको के र हामीले कसरी गर्ने र कसरी हामी यसलाई सल्भ गर्न सकिन्छ भन्ने चाहिँ मैले आज चाहिँ सुरु गर्छु। यहाँ दिएको छ द एक्सट्राडेड फलोइङ द इन्फर्मेसन फ्रम द इन्कम स्टेटमेन्ट एनआइसिएसिआई एन्ड एचबिएल फिजिकल इयर 2021-22 भनेको छ। अर्थात् इन्कम इयर फिजिकल इयर 2021 र 22को के डेटाहरू दिएको छ, इन्कम स्टेटमेन्ट दिएको रहेछ। जसमा एनआइसिएसिआईको इन्ट्रेस्ट एक्सपेन्सेस भनेको छ यति दिएको छ, नन इन्ट्रेस्ट एक्सपेन्सेस इन्ट्रेस्ट बाहेक अरू खर्चहरू पनि यति छन्, टोटल अपरेटिङ इन्कम यति दिएको रहेछ। यहाँ दिएको छ हेर्नुहोस् है, डेटा मिलियनमा दिएको छ यो डेटाहरू फेरि। अनि इम्प्लिमेन्ट चार्ज अथवा लोन एन्ड लसेसहरू चाहिँ इम्प्लिमेन्ट चार्ज अथवा लोन लसेसहरू चाहिँ 360.38 मिलियन दिएको छ भने इन्कम ट्याक्स इन्ट्रेस्ट इन्कम र नन इन्ट्रेस्ट इन्ट्रेस्ट बाहेक अरू पनि आम्दानी पनि हुन सक्छन्, ती आम्दानीहरू यहाँ दिएको छ भने टोटल एसेट चाहिँ हामीलाई यहाँ दिएको छ दुबईको। अब क्वेसनले के भन्छ भन्ने कुरा चाहिँ डिटरमाइन हुनुपर्छ। ल सबैभन्दा पहिला चाहिँ क्वेसन हुन्छ, हेर्नु त। नम्बर एमा भनेको छ क्यालकुलेट द इन्ट्रेस्ट एक्सपेन्सेस, एकदम क्लियरली बुझ्न अनुरोध गर्छु। क्यालकुलेट द इन्ट्रेस्ट एक्सपेन्सेस रेसियो, हेर्नुहोस् रेसियो बोथ एनआइसी एसिया एन्ड एचबिएल ब्याङ्क फर द फिजिकल इयर 2021-22 2021-22को चाहिँ इन्ट्रेस्ट एक्सपेन्सेस रेसियो। मैले अब जे भन्छु यो खर्च एक्सपेन्सेसको केसमा नानी बाबुहरू मैले हिजो पनि हजुरलाई भनेको थिएँ भने इन्ट्रेस्ट एक्सपेन्सेस केसमा नि हजुरलाई जे सोधेको छ त्यसलाई माथिबाट लेख्ने फर्मुला तरिका क्या। अब म सिकाउँछु है। एक्सपेन्सेसको केसमा नि नम्बर एमा म अब यही यहाँ सल्भ गर्छु। अनि जे सोधेको छ त्यसलाई माथिबाट भनेपछि नम्बर एमा अब यहाँनिर के गर्नु छ भने हामीलाई सोधेको छ इन्ट्रेस्ट एक्सपेन्सेस रेसियो लेख्नु। जस्तै यहाँ इन्ट्रेस्ट हेर्नुहोस् है, एक्सपेन्सेस रेसियो रेसियो भनेर लेख्नुहोस्। जसको फर जे सोधेको छ त्यसलाई माथिबाट भन्छ। के सोध्यो त, इन्ट्रेस्ट एक्सपेन्सेस रेसियो सोध्यो भने तपाईँले यहाँ माथि के राख्नुहुन्छ त, ट्याक्क इन्ट्रेस्ट एक्सपेन्सेस नै राख्नु पर्यो क्या। के राख्नु पर्यो त, इन्ट्रेस्ट एक्सपेन्सेस एक्सपेन्सेस ल डिभाइड बाई जहिले पनि इन्ट्रेस्ट एक्सपेन्सेस चाहिँ अपरेटिङ प्रफिटबाट निकाल्नुपर्छ। ल जहिले पनि के निकाल्ने त, अपरेटिङ प्रफिट अथवा अपरेटिङ इन्कम। ल टोटल अपरेटिङ इन्कम इन्कम ल ल भ्यालु निकाल्नुहोस् त। हजुर 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 ठिक छ यार कि क्वेश्चन ही देखे हैं सर।
सरी है एकछिन ल। अब इन्ट्रेस्ट एक्सपेन्सेस कति छ हेर्नुहोस् त एकचोटि सर। र इन्ट्रेस्ट एक्सपेन्सेस कति देख्नु भएको छ ल हेर्नुहोस् त। हेर्छ। अब यहाँनिर अब गर्ने कि यति लेख्नुभयो भने नि फर्मुला लेख्नुभयो नि अब यहाँनिर तपाईँ लेख्नुहोस्। फर कुन ब्याङ्कको लागि। फर कुन ब्याङ्कको त एनआइसिए। एनआइसिए। एनआइसी एसिया ब्याङ्कको निकाल्ने एकचोटि। जसको लागि एनआइसी इन्ट्रेस्ट एक्सपेन्स एनआइसी एसियाको ब्याङ्कको चाहिँ हेर्छ इन्ट्रेस्ट एक्सपेन्स चाहिँ यी 2340.29 मिलियन। त्यही राख्नु छ हजुरले। यहाँ 2340.29 डिभाइड बाई टोटल अपरेटिङ इन्कम भनेको एनआइसी एसिया ब्याङ्कको अपरेटिङ इन्कम हेर्नुहोस् है। अपरेटिङ इन्कम 4442.49 भनेपछि त्यही राखिदिनुहोस् तपाईँले। सजिलो छ हेर्नुहोस् है। 4442.49। अब यसलाई डिभाइड गर्ने आएको आन्सरलाई चाहिँ 100ले मल्टिप्लाई गरेर एन्सर चाहिँ पर्सेन्टेजमा राख्ने डट डट पर्सेन्ट कति पर्सेन्ट आउँछ हजुरले निकाल्ने। ल सबैजनाले है। ल क्विक गर्नुहोस् ल। सर अलिकति माथि देखाइदिनु न क्वेसन। क्वेसन ग्रुपमै पठाएको छु नि हिजो हेर्नुहोस् न। ल यो ओल्ड न्यू दुबईको कोर्सको ल है। यो दुबई ओल्ड न्यू कुन कोर्स भनेर लेख्नु भएको रहेछ दुइटै कोर्सलाई इम्पोर्टेन्ट। ल अब यसै गरी अर्कोको पनि निकाल्न सक्नुहुन्छ। अब फर एनएसी एसिया भने एचबिएल ब्याङ्कको निकाल्नुहोस्। ल म अगाडि बढौँ। भन्नु होला है हजुरहरूले। बडम बडम सर बडम। ल बढौँ है। ल अब हेर्नुहोस् है। अब यसो कति पर्सेन्ट आयो प्लिज भन्नुहोस् त हजुरले। 52.68 आयो। एनआइसिएको त्यो आयो आउँछ सर आयो। ल अर्कोको चाहिँ अर्कोको 32.50 आउँछ। थ्याङ्क यू। कति त 32.50 आएन 50। भने भन्नु होला है। नम्बर बीमा गएँ। आएन भने मेरो आएन भन्नु होला है। नम्बर बीमा हेर्नुहोस् है के छ क्वेसनले सजिलो छ। अब हेर त क्यालकुलेट द इम्पायरमेन्ट चार्ज अन लोन लस रेसियो के सोध्यो त। लोन लस रेसियो। लोनको लसको रेसियो कस्तो छ त भनेपछि अथवा लोन लाने मान्छेको लसको रेसियो कति छ त लोन बेसी नदिने लोन लगेर घाटा लाग्ने रेसियो भनेपछि जे सोधेको छ त्यसलाई माथिबाट भनेपछि के हुन्छ प्रोभिजन फर अब यहाँ लेख्नुहोस् प्रोभिजन सजिलो क्या प्रोभिजन फर लोन लस रेसियो ल इक्वल टु अब जे सोधेको छ त्यसलाई माथिबाट क्या एक्सपेन्सेस भरिलाई त्यही गर्ने हो भनेपछि लोन लस रेसियो भने कति छ भनेपछि त्यही लोन लस रेसियो लोन लस है लोन लस डिभाइड बाई केबाट निकालिन्छ यसमा लस भन्दा बित्तिकै जहिले सबै टोटल अपरेटिङ है फर्मुला टोटल अपरेटिङ इन्कम ल भनेपछि अब फर फेरि यहाँ फर लेख्नु पर्यो है एनआइसिए र फर याजबिएलको निकाल्नु पर्यो हजुरहरूले ल लोन लस भनेपछि क्वेसनमा हेर्नुहोस् त यहाँ दिएकै होला नि कतै लोन लस त दिएको छैन र ए चार्ज अफ लोन लस भनेर यहाँ दिएको छ यी एउटा 360.38 अर्को 1413 यो दिएको छ अनि डिभाइडेड अपरेटिङ त अघि निकालिसकेको छ त्यही ड्याङ ड्याङ गरिदिनुहोस् सकिन्छ कि सकिँदैन ए 360.38 अनि डिभाइड बाई अपरेटिङ प्रफिट अघि निकालेको थियौँ माथि ए को एनएसएसीको थियो 4442.49 गर्नुहोस् अनि आएको यसलाई पर्सेन्टेज मल्टिप्लाई गर्नुहोस् आएको कति पर्सेन्टेज छ गर्नुहोस् फेरि अर्काको फेरि अर्को कति छ त 1413.57 डिभाइड बाई यसको त माथि चाहिँ भनेपछि कति छ यसको 6012 छैन 6012.49 हेरौँ है अपरेटिङ प्रफिट हो कि यहाँ अघिको यहाँ यसको अपरेटिङ प्रफिट भनेको यहाँ चाहिँ अपरेटिङ इन्कम यहाँ चाहिँ है ल ठ्याक्कै त्यही छ ल अब पर्सेन्टेज निकाल्नुहोस् त हजुरहरूले इन्टु 100 गर्नुहोस् त कति कति पर्सेन्ट आउँछ यसको 8.11 होला 8.11% आयो हेर्नुहोस् है अर्को चाहिँ
23.51% आयो कि आएन? ल आउँछ सर आउँछ। हेर्नुहोस् है, जहिले अपरेटिङ या एक्सपेन्सेस एक्सपेन्सेस भन्यो भने नि जहिले पनि जे सोधेको छ त्यसलाई माथिबाट, अनि जहिले पनि एक्सपेन्सेस चाहिँ टोटल अपरेटिङ इन्कमबाट निकाल, त्यसलाई टोटल अपरेटिङ ज्याम राखिदिनुहोस्। अघिको फर्मुला रहेछ, केही फरक छैन। माथि टाइटल मात्रै चेन्ज छ, तल अपरेटिङै लेखाएको छ। ढुक्क हुनुहोस् है, हिजो यही भएर मैले सिकाएको थिएँ फर्मुला लेख्ने बेला, हो कि होइन? याद छ नि हजुरहरूलाई? ल बिसीमा जाउँ। इन क्यालकुलेट नन इन्ट्रेस्ट एक्सपेन्सेस, फेरि के सोध्यो? एक्सपेन्सेसै सोध्यो, तर नन इन्ट्रेस्ट एक्सपेन्सेस भनेपछि माथिबाट फर्मुला डिराइभ गर्नु त आफैले डिराइभ गर्नुहोस्। के हुन्छ यसको फर्मुला? ल के हुन्छ फर्मुला? डिराइभ गर्नुहोस् भनेपछि के लेख्नु पर्यो? नन इन्ट्रेस्ट एक्सपेन्सेस डिभाइड बाई टोटल अपरेटिङ इन्कम भइगयो त। सी नम्बर पनि आयो एन्सर। ल सी नम्बर। ल नन इन्ट्रेस्ट एक्सपेन्सेस रेसियो। ल नन इन्ट्रेस्ट एक्सपेन्सेस रेसियो, नन इन्ट्रेस्ट एक्सपेन्सेस रेसियो इक्वल टु फर्मुला के होले? नन इन्ट्रेस्ट एक्सपेन्सेस है, नन इन्ट्रेस्ट एक्सपेन्सेस डिभाइड बाई के गर्नु पर्यो त? टोटल अपरेटिङ। इन्कम। ल ल अब नन अपरेटिङ एक्सपेन्सेस भनेर अब यहाँनिर फर यान आइसिए, अनि फेरि हजुरले फर याज बिएल निकाल्नुहोस् ट्याक्क है। नन अपरेटिङ एक्सपेन्सेस हेरौँ त, माथि क्वेसनमै लान्छु म हजुरहरूलाई। ल नन अपरेटिङ नन इन्ट्रेस्ट एक्सपेन्सेस सोधेको छ होइन? नन इन्ट्रेस्ट एक्सपेन्स भनेपछि नन अपरेटिङ एक्सपेन्सेस भनेपछि नन अपरेटिङ एक्सपेन्स, यहाँ हेर्छ है। अहिले म अर्को यहाँ अलिकति अर्को पेनले लगाइदिन्छु, फेरि अलिक कन्फ्युज होला। हेर्नुहोस् है, भनेपछि को चाहिँ 337.70 छ एउटाको, अर्काको को छ त 1964.87। यही हो कि होइन भन्नुहोस् त? ल यो डिभाइड बाई के गर्नु पर्यो त? यो रातो लागेको छ नि, यो डिभाइड बाई टोटल अपरेटिङ इन्कम भनेको यसलाई गर्ने। यो डिभाइड बाई यो सजिलोसँगै रहेछ नि ट्याक्कै। यो डिभाइड बाई यो डिभाइड बाई ट्याक्कै तपाईँको माथि माथि दुइटैको निकाल्नु यसरी। र आएको आन्सरलाई चाहिँ 100ले मल्टिप्लाई गरेर पर्सेन्टेजमा कन्भर्ट गरिदिनुहोस्। ल ल कति कति पर्सेन्ट निकाल्नुहुन्छ अनि भन्नुहोस्। ल ल अब भन्नुको मतलब एनआइसी एसियाको नन अब्जेक्ट एक्सपेन्स भनेपछि 873 है, 873.60 डिभाइड बाई 4442.49 इन्टु 100 गर्दा कति पर्सेन्टेज आउँछ? अनि अर्काको चाहिँ के गर्नुभयो त? 1964.87 डिभाइड बाई 6012.26 गर्नुहोस् है। एउटाको 19.66% अँ, आउँछ अनि अर्कोको कति कति थर्टी आयो टू अरे पोइन्ट सिक्स एट आउँछ। हजुर? 19.66% आउँछ एनआइसिएको, अनि अर्कोको चाहिँ नाइन्टिन थर्टी टू पोइन्ट पोइन्ट सिक्स सिक्स एट सिक्स पर्सेन्टेज आयो, अनि अर्कोको थर्टी टू थर्टी टू पोइन्ट पोइन्ट सिक्स सिक्स एट एट पर्सेन्ट ल अब फर्मुला डिराइभ गर्न हजुरले सक्नुहुन्छ कि सक्नुहुन्न भन्नुहोस् त? फर्मुला डिराइभ गर्न सक्नुहुन्छ? ल अब डी नम्बरमा जानुहोस्, के भनेको छ? क्यालकुलेट ट्याक्स रेसियो। ट्याक्स पनि एक्सपेन्सेस हो कि होइन भन्नुहोस् त? भनेपछि ट्याक्स रेसियो भने एक्सपेन्स हो। अब के गर्नु? यसको फर्मुला आफैले बनाउनुहोस्। भनेपछि ट्याक्स रेसियो इक्वल टु ट्याक्स एक्सपेन्सेस डिभाइड बाई टोटल अपरेटिङ इन्कम। ल राख्नुहोस्। अब म भन्ने अब त गरिराख्नु परेन क्या, के गर्ने रे? ट्याक्स रेसियो इक्वल टु ट्याक्स एक्सपेन्सेस डिभाइड बाई टोटल अपरेटिङ इन्कम भनेर राख्नुहोस्। अब ट्याक्स भनेर ट्याक्स दिएको होला नि तपाईँलाई, इन्कम ट्याक्स हेर्नुहोस् है, 290.37, अर्को चाहिँ 342.60 गर्नुहोस्। अर्थात् योलाई कति डिभाइड गर्नु? टोटल अपरेटिङ इन्कमले डिभाइड गर्नुहोस्। अब कसले डिभाइड गर्नु? यसलाई फेरि यसले डिभाइड गर्नु, यसलाई यसले डिभाइड गर्नुहोस् होइन।
अनि फेरि यसले डिभाइड गर्नुहोस्, गेम फिनिस। ल कति पर्सेन्ट आउँछ हजुरले निकालिसो त। अनि मलाई भन्नु ल। 6.53 हो एउटाको माथिको। 6.53 छ, त्यसलाई डिसेमा एक राउन्डिङ गरेर 5 4 गर्यो न हुन्न। हुन्छ। हुन्छ त्यो गरिस् होला, एउटा एउटा राउन्डिङ गरेर गरौँ न, केही भएन। ल निकाल्नुहोस् है सबैले। अर्को चाहिँ 5.69। 5.69 हो। 69। ल ल भयो, सबै लेख्नु भयो। ओके, सबैले निकाल्नु होला है, आएन भने आएन भन्नुहोस् है, मैले यो त सामान्य छ। ओके, अब फेरि पुनः अगाडि बढ्छ। अर्को के सोधेको छ, डी पनि भयो, दुइटैको निकाल्नु है। अब ई नम्बरमा हेर्नुहोस् त, ईमा क्यालकुलेट द इन्ट्रेस्ट इन्कम रेसियो। अब इन्कम आयो नानी बाबु, इन्कम आयो भने मैले के भने त याद छ। इन्कम आयो भने जे सोधेको छ त्यसलाई माथिबाट, र जहिले पनि इन्कमलाई चाहिँ टोटल एसेस कति त्यहाँ इन्भेस्टमेन्ट गर्यो त्यसबाट कति रिटर्न भयो भन्ने बुझ्नु पर्छ। भनेपछि इन्कमलाई चाहिँ टोटल एसेसले डिभाइड गर्ने भनेपछि इन्ट्रेस्ट इन्कम रेसियो इक्वल टु है इन्ट्रेस्ट इन्कम डिभाइड बाई टोटल एसेस गर्नुहोस् भने। अब फेरि लेखिदिनु पर्यो है, फेरि अलिक के होला फेरि हेर्नु त। ल ल इन्ट्रेस्ट इन्कम रेसियो हेर्नुहोस् है, यो इन्कम रेसियो, इन्ट्रेस्ट इन्कम रेसियो इक्वल टु इन्ट्रेस्ट इन्कम है डिभाइडेड टोटल एसेस। ल हजुरले गरिस्यो। इन्ट्रेस्ट इन्कम भनेको कति दिएको थियो हेर्नुहोस् त। ल कति दिएको छ, ल नदेखायो भने भन्न सक्नुहुन्छ। फर एनआइसीको है, माथि एनआइसिएको होला, एनआइसिएको है 290 होला इन्ट्रेस्ट, होइन 290 पोइन्ट, यो होइन कति छ अरे। इन्ट्रेस्ट इन्कम कति छ, 3917.76 होला। टोटल एसेसको छ 60,519.40 इन्टु 100 गर्नुहोस् भनेपछि हेर्नु है यहाँ। ल यी इन्ट्रेस्ट इन्कम यहाँ अर्को कलर लगाइदिन्छु फेरि, यहाँ त अहिले हाँगुजी हुन्छ फेरि है। ल इन्ट्रेस्ट इन्कम भने चाहिँ यहाँ चाहिँ इन्ट्रेस्ट इन्कम यहाँ चाहिँ टोटल एसेस भनेको यहाँ चाहिँ हेर्नुहोस् है स्क्रिनमा ल अब बुझ्नुहोस् है। ल बुझ्नुहोस् है, मैले सबै यहाँ टिक लाएर गराएको छु है। ल निकाल्नुहोस् त कति पर्सेन्टेज आउँछ। 6.47। ल एउटा कति आयो अरे 60। 6.47। ल एउटा 6.47 अनि अर्को 5.59 कति आउँछ, त्यही आउँछ होला।
5.58% आउँछ। ल ओके डन। यो पनि समस्या भएन। ल अर्को हेर्छ फेरि। क्यालकुलेटर इन्ट्रेस्ट इन्कम भन्यो क्या फेरि। इन्ट्रेस्ट इन्कम भन्दा बित्तिकै जे सोध्यो त्यसलाई माथिबाट जसको अब इन्ट्रेस्ट इन्कम भन्दा टोटल रहेछ भने अब यहाँ के छ, नन इन्ट्रेस्ट छ भने फेरि अब नन इन्ट्रेस्ट भनेको 350 र 16 का मुनि टोटल एसएस गर्नु पर्यो। फेरि यो 660 का मुनि यो 8000 यो गर्नु पर्यो। फेरि कति सजिलो क्या, कति सजिलो। ल निकाल्नुहोस्। 0.57 आउँछ एनआइसी को। ल क्विक हो, यस्तै फास्ट हान्नु पर्यो। ल 0.79 आउँछ एसबिएल को। 0 पोइन्ट अलि होइन फेरि 79 हो भनेपछि 880 गर्नु 79 भने चाहिँ लगभग 80% जति त हो नि होइन। हो सर। ल 79 लेख्दै रङ चाहिँ हुँदैन, ठिकै छ। ल भयो। भयो सर भयो। अब यो जी नम्बरले के सोध्छ, हाउ डज द रेसियो एफेक्टेड प्रफिट मार्जिन युटिएस भन्छ। अब यो रेसियोको बारेमा तपाईँले थोरै 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 भनेको सबै एबिसी एफ जम्मा डिस्क्राइब गर्नु पर्यो। सक्नुहुन्छ? एक एक लाइन लेखेर प्याराग्राफ टाइपको लेखिदिनु पर्यो। के भइरहेको छ, कसको यसको छ, यति बढी छ, जस्तै इन्ट्रेस्ट एक्सपेन्सेस रेसियो चाहिँ कसको बढी छ कसको लो छ भनेर चाहिँ सरर लेख्न पर्यो। सकिन्छ सकिँदैन? सकिन्छ सर सकिन्छ। सरर डिस्क्राइब गरिदिनु होला। अब मैले तपाईँलाई चाहिँ अलिकति अगाडि बढाउँछु। अब तपाईँसँग ओल्ड इज गोल्ड पक्कै पनि छ, छ सर। सबैजनासँग छ? ओल्ड इज ओल्ड छ सर, हामीसँग छ। ओ स्याबास, ओल्ड इज गोल्ड छ भन्नुभयो है। अब यदि ओल्ड इज गोल्ड छ भने म हजुरलाई एकचोटि नि 2080 को क्वेसन छ हजुरसँग? सर पक्का है। छैन भने भनिहाल्नु फेरि, त्यसको उपाय म गरिहाल्छु यहाँ क्विक। सर केबिएल र एसबिएल वाला हो त, यो पनि इक्जाममा केबिएल र इएसबिएल। ओके 80 80 हो सर। हजुर, 80 केबिएल र इएसबिएल छ। सबैजनासँग छ? मैले आज स्क्रिनमा देखाउन छैन भ्याइनँ सर। कि फेरि। छ सर छ। छैन स्क्रिनमा मेरो। नदेखाए पनि बुझ्नुहुन्छ हजुरहरू? बुझ्छौँ हुन्छ सर। हुन्छ यो क्वेसन छ हामीसँग। र सबैसँग छ भने हो, म स्क्रिनमा देखाइनँ। ल अब हजुरले यो दुई हेर्नुहोस् है, म अब यसको बारे केही डिस्कसन गर्छु। यो त निकै इम्पोर्टेन्ट क्वेसन छ। अब हेर्नुहोस् है, म हजुरलाई भन्दैछु कि अब हेर्नुहोस् है, यो 2080 साल 2080मा सालमा सोधेको यो क्वेसन र अनि हजुरलाई चाहिँ मैले यो चाहिँ क्वेसन कतिमा कति भन्छ 5 10 मार्क्स सोधेको छु, 10मा यो क्वेसन र है। अब म हजुरलाई के गर्छु भने एकचोटि सर र यो चाहिँ 2000 यो भयो। त्यसपछि 2076मा हेर्नुहोस् त, यही क्वेसन थियो नि त। 2076मा नि यही क्वेसन सोधेको थियो, हेर्नुहोस् त एकचोटि। सेम छ, ब्याङ्क फरक होला। गिभन हेर्नु, गिभन रिक्वायरमा सेम सोधेको छ हजुरलाई, हेर्छु त। हेर्छु, सबैले हेर्छु त। 76 चाहिँ कुन सर? 76 भने टोटल एसेट्स कति हिमालयनको 30,000 वाला हो। हो त। त्यो त हामीलाई 13 नम्बरको क्वेसन भनेर राखेको छ कि। ल छैन कहाँ छ रे अन्तरी? 13 नम्बरमा हेर त। 13 नम्बरमा ए छ ल छ सेम 13। छ कि छैन यो दुइटा क्वेसन हेर्छु त। यसको रिक्वायर पनि हजुरले हेर्छु त, के सोधेको छ पहिला हेर्छु त। नन इन्ट्रेस्ट मार्जिन नन इन्ट्रेस्ट इन्कम रेसियो सोधेको छ सर। अहिले भर्खर गर्नुभयो त्यो, हो कि होइन? अहिले भर्खर गरे हो कि नि त्यो? हो सर। हो। अनि अर्को हेर्नु, बीको सोध्नुहोस्, बीको जानुहोस्। नेट नेट इन्ट्रेस्ट मार्जिन रेसियो। यो पनि सकिन्छ, फर्मुला लेखाएको छ होइन। अनि अर्को स्प्रेड त स्प्रेड रेसियो छ, यो चाहिँ गरेका छैनौँ हामीले, हो कि होइन? रेसियो हो सर गरे हैन। हो। अब यो चाहिँ 76मा, अब 80मा जानुहोस्, 2080मा जानुहोस् फेरि। 80 मा अँ जानुभयो 80मा? गए। हजुर। यसले के सोधेको छ ल हेर्नुहोस्। नेट इन्ट्रेस्ट मार्जिन रेसियो अनि उम्, स्प्रेड रेसियो। उता पनि छ नि, यही हो कि होइन? हो सर हो। ल अब हजुरले एउटा भन्नुहोस्, कुन गरिदिनु, हजुरले जुन भन्नुहुन्छ म त्यही गर्छु। सर एट्टीकै यही गरिदिनु न।
80 नै गरिदिउँ न सर, ओभर इफिसियन्सी पनि छ यसमा। हस् हस्, थ्याङ्क यू सो मच, ल थ्याङ्क यू। अब म हजुरलाई सिकाउँछु। अब यहाँ एकदम मजाले बुझ्नु होला। 2080को चाहिँ म आज सोल्युसन गर्छु, एकदम मजाले ध्यान दिएर दिनु ल। यो इक्जाममा निकै इम्पोर्टेन्ट क्वेसन रहेको छ र यो क्वेसनलाई हामीले सल्भ गरेर आज गर्नेछौँ ल। The following are the information extracted from the profit and loss account and balance sheet of KBL भनेको छ, KBL Bank and SBL Bank. Fiscal year 2022-23 in the million rupees भनेर दिएको इन्फर्मेसन डेटा चाहिँ के रहेछ त, मिलियनमा रहेछ भन्छ। इन्ट्रेस्ट इन्कम केबिएल को पनि दिएको छ, एसबिएल को पनि दिएको छ, इन्ट्रेस्ट एक्सपेन्सेस दुवैको दिएको छ, लोन एडभान्स एन्ड बिल पर्चेज भनेर दिएको छ। लोन एडभान्स अनि बिल पर्चेज गर्नको लागि यो चाहिँ इन्भेस्टमेन्ट जस्तै हो है। यो पनि लोन एडभान्स अनि बिल पर्चेजको लागि खरिद गर्नको लागि यति चाहिँ खर्च गरेको चाहिँ भनेपछि यो कमाएर यति गर्यो भन्ने बुझ्नु छ। इन्भेस्टमेन्ट दिएको छ, इन्ट्रेस्ट बियरिङ डिपोजिट भनेर दिएको छ, नन इन्ट्रेस्ट इन्कम दिएको छ, नन इन्ट्रेस्ट एक्सपेन्सेस दिएको छ। र गिभनमा भनेको छ क्यालकुलेट इन्ट्रेस्ट नेट इन्ट्रेस्ट मार्जिन रेसियो। मैले नेट इन्ट्रेस्ट मार्जिन रेसियो भनेर एउटा सोध्यो, यसको फर्मुला मैले लेखाएँ कि लेखाइनँ हजुरहरूलाई? ल, नलेखेको भए पनि लेख्नु होला आज, हस् हुन्छ नि है। हस् सर। ल 2018 नम्बर ए नम्बरमै म लेख्छु, फर्मुला वाइज जान्छु, नलेखेको पनि ठिकै छ, लेख्नु होला। ल अब यहाँ लेख्नु होला क्यालकुलेसन, ल क्यालकुलेसन अफ नेट इन्ट्रेस्ट मार्जिन ल इक्वल टु, अलि लामो छ है फर्मुला यसको, इन्ट्रेस्ट इन्कमबाट इन्ट्रेस्ट इन्कम माइनस इन्ट्रेस्ट एक्सपेन्सेस घटाउने क्या। इन्ट्रेस्ट इन्कमबाट इन्ट्रेस्ट एक्सपेन्सेस ल डिभाइड बाई यो मार्जिन भएको हुनाले यसो गरेर याद गर्नुहोस् है, डिभाइड बाई इन्भेस्टमेन्ट सेक्युरिटी कति छ, इन्भेस्टमेन्ट सेक्युरिटी प्लस नेट लोन लिज, प्लस नेट लोन लिज कति चाहिँ नेट लोन चाहिँ भाडामा लिएको टाइपको, लिजमा लिएको छ, कन्ट्र्याक्टमा लिएको छ भन्ने चाहिँ यसले चाहिँ डिभाइड गर्नु पर्यो इन्भेस्टमेन्टले है। त्यो पनि नेट लोन भनेपछि नेट लोन लिएर चाहिँ कति भाडा लिजमा लिएको छ भने त्यो त इन्भेस्टमेन्ट गरे जस्तै त हो नि। त्यो भएर अब हेर्नुहोस् है, अब यहाँ दुईवटा ब्याङ्कको छुट्टा छुट्टै निकाल्नुपर्छ। फर केबिएल भनेर लेख्छु ल, फर केबिएल। अब इन्ट्रेस्ट इन्कम केबिएलको हेर्नुहोस् त हजुरले, इन्ट्रेस्ट इन्कम केबिएलको कति छ, 4210 छ कि छैन हेर्नुहोस् त। 4210 हेर्नुहोस् है, 0.50। 0.5 अनि यसको इन्ट्रेस्ट एक्सपेन्सेस भनेको ठ्याक्कै त्यसको मुनि छ कि नै, 2750 छ सर। 2750.30। अब होल डिभाइड बाई, अब इन्भेस्टमेन्ट सेक्युरिटी भनेर हेर्नुहोस् त, इन्भेस्टमेन्ट सेक्युरिटी भनेको इन्भेस्टमेन्ट कति दिएको छ, 5450 हो दिएको छ कि छैन हेर्नुहोस् त, 5450 दिएको छ इन्भेस्टमेन्ट मात्रै भनेर क्या, त्यही हो। भेट्नुभयो? भेट्यो सर। अनि प्लस अनि नेट लोन लिज भनेर दिएको छ, नेट लोन लिज भनेर दिएको छ कि छैन, छ सर। कति दिएको छ, लोन एडभान्स भनेर दिएको छ नि। यो भने इन्भेस्टमेन्ट हो कि कमाएको हो कि नेट, जस्तो यो लोन एडभान्स भनेर दिएको छ नि, त्यही हो क्या। कति दिएको छ, 44,260। 200 60.25। हो, 25 यही हो है। यो भने इन्भेस्टमेन्ट हो, यति कमाएर यसले इन्भेस्ट, नन लिज भनेको यति चाहिँ लिजमा लगेको छ, पर्चेस गरेको छ, यति बराबर सामान लिएको छ भने सम्पत्ति हो यो। यसलाई के भन्छ, सम्पत्ति भन्छ। अर्निङ एसेट्स भनेको यही हो, यो दुईटा जोड्ने भने अर्निङ एसेट्स आउँछ, याद गर्नुहोस्, यही हो सम्पत्ति यसको। अब हजुरले गरिसक्यो त, आएको एन्सरलाई चाहिँ 100ले मल्टिप्लाई गर्ने है हजुरहरूले। अब 4210बाट 2730 घटाउँदा चाहिँ कति, 1460 हो। हो सर, 1460.20। भनेपछि अब कति भनेपछि यो दुईटा जोड्नु पर्यो भनेपछि 4900 कति, 49710.25। 0.25। अब इन्टु मैले 100 गरिदिएँ ल, निकाल्नुहोस्। 2.93। ल 2.9, अरू पनि 93। छ कि बढाइदिने कि यति मात्रै ठ्याक्कै, यति राख्दा नि के हुन्छ र? केही पनि हुँदैन, 94 गरिदिन्छु ल, केही हुन्न।
हजुरले भनेपछि यही नै हुन्छ ल। र अब एसबिएल को निकालिसक्यो न हजुरहरूले, सकिन्छ? सकिन्छ सर। सकिन्छ सर। हजुरले निकाल्नु होला ल, म त्यता गइनहस्। हस् सर। ल ओके। अब मैले सिकाउनु खोजेको बी नम्बरमा स्प्रेड रेसियो। रेसियो अब यो स्प्रेड रेसियो भनेको यस्तो हो क्या। स्प्रेड रेसियो मिन्स डिफरेन्स बिट्विन नेट इन्ट्रेस्ट इन्कम एन्ड नेट इन्ट्रेस्ट एक्सपेन्स। यो स्प्रेड रेसियोले के भन्छ भने नेट इन्कम कुनै पनि ब्याङ्क तथा फाइनेन्सियल इन्स्टिट्युसनको इन्ट्रेस्ट इन्कम र इन्ट्रेस्ट एक्सपेन्सेस बिचको डिफरेन्स नै स्प्रेड रेसियो हो भन्छ। अर्थात् जुन ब्याङ्कको स्प्रेड रेसियो हाई हुन्छ, स्प्रेड रेसियो बढी हुन्छ, त्यो ब्याङ्क चाहिँ बढी प्रफिटेबिलिटी हुन्छ र त्यो ब्याङ्क चाहिँ बढी रिस्क पनि हुन्छ भनेर स्प्रेड रेसियोले भन्छ। कुरा बुझ्नुभयो के हो अरे त? इन्ट्रेस्ट इन्कम र इन्ट्रेस्ट एक्सपेन्सेस बिचको डिफरेन्स हो। अर्थात् जुन ब्याङ्कको बढी हाई स्प्रेड रेसियो हुन्छ त्यो ब्याङ्क चाहिँ बढी नाफा हुन्छ, प्रफिटेबल हुन्छ र त्यसको चाहिँ रिस्क पनि बढी हुन्छ भनेर स्प्रेड रेसियोले भन्छ है। अब यसको फर्मुला के हो त भन्यो भने मैले भने नि इन्ट्रेस्ट इन्कम अघिको है माइनस इन्ट्रेस्ट एक्सपेन्सेस ल इन्ट्रेस्ट इन्कम माइनस इन्ट्रेस्ट एक्सपेन्सेस डिभाइड बाई हो यही थाहा पाउनुपर्छ अर्निङ एसेट्स कति कमायो त। अर्निङ एसेट्स कति कमायो अनि माइनस अर्निङ बियरिङ कति तिर्यो त इन्ट्रेस्ट तुरुन्तै कति बियरिङ एसेट्स लाइबिलिटी होला बियरिङ लाइबिलिटिज ल हो यही थाहा पाउनु पर्यो। यही चिन्हलाई सिकाउँछु ल। अब नेट इन्ट्रेस्ट इन्कम त अघि लेखेँ म, यही क्वेसन गरौँ ल। अघि यो अर्निङ भनेको यही हो नि, 400 यति आएको छ नि अघिको त, यही त हो नि इन्ट्रेस्ट इन्कम त होइन र? 4210 नै हो नि होइन र? ल 4210 कुनै एउटा एज कुन ब्याङ्कको त यो? यो चाहिँ मैले गर्न लाग्यो केबिएल ब्याङ्कको है, केबिएलको गरिरहेको छौँ ल। 210.50 छ माइनस इन्टु भनेको यो 2750 त्यही नै हो। 2750.30 अब डिभाइड बाई, तर यसको होइन यसरी डिभाइड हुँदैन नि, सिङ्गल सिङ्गल हुन्छ है। सरी फर्मुला अलिकति चेन्ज गर्नु त, यसरी डिभाइड गर्न पाइँदैन क्या यहाँ, यो चेन्ज गर्नुहोस् त यसरी, यसरी हुँदैन ल। बिचमा माइनस हुन्छ नि सर। हो त अलिकति चेन्ज केही फरक पर्दैन ल, आउनु त त्यसले फरक पारेन ल। भने यस्तो के यस्तो हो यस्तो हुन्छ ल है। ल सरी अब अर्निङ एक्सेस कति कमायो त यसले? अर्निङ एक्सेस कति छ अघि भने हो नि मैले। फेरि क्वेसन हेर्नुहोस् त, अर्निङ एक्सेस भनेको यहाँ छ नि, यो इन्भेस्टमेन्ट सेक्युरिटी र नेट लोन लिज छ नि, यही नै हो यसको अर्निङ एक्सेस भनेको। कति हुने भयो होला भन्नुहोस् त, अर्निङ एक्सेस कति लेखौँ? 49710.25। अब हेर्छु अर्निङ एक्सेस भनेको कति अघि भने नि मैले हो कति 49710.25 ल। अब बियरिङ लाइबिलिटी भनेको कति हो त्यसलाई तत्काल तिर्नुपर्ने लाइबिलिटिजहरू ल भन्नुहोस् त। तत्काल तिर्नु बियरिङ लाइबिलिटी भने अब के राख्नु ल भन्नुहोस् त मलाई। अब यति बियरिङ लाइबिलिटी भने के हो? इन्ट्रेस्ट बियरिङ तिर्नुपर्ने डिपोजिट छ हो कि होइन? छ सर। कति छ? 43,350. होइन यसैको भन्नु न पहिला, केबिएलकै गान जानु भएको छ त अनि उता किन? सरी सरी 42,200.61. हो त्यही हो बियरिङ लाइबिलिटी तिर्नुपर्ने भनेपछि 42,200.61 ल। यसलाई डिभाइड गर्नु, यसलाई डिभाइड गर्नुहोस् अनि आएको आन्सर पर्सेन्टेजमा निकाल्नुहोस् ल। सर एकचोटि यो अर्निङ एसेट्सको भनिदिनु न, मैले बुझिनँ। अर्निङ एसेट्स भनेको चाहिँ कम्पनी फाइनेन्सियल इन्स्टिट्युसनहरूले चाहिँ तत्काल के कुराहरू कमायो त भने हो क्या। के कमाएको छ त त्यहाँ त? एउटा इन्भेस्टमेन्ट गरेको छ, एउटा लोन एडभान्स बिल पर्चेस गरेको छ कि छैन हेर्नु त। छ सर छ। हो यसलाई चाहिँ लिज बिल क्वेसन पनि देखाउनु भन्छ सर। क्या। यो चाहिँ सर एसेट्स क्वेसन मानिन्छ क्या जनरली।
कमाएर त किनेको होला भने यति चाहिँ यसमा लगानी लगाएको छ, यति बराबरको पर्चेज गरेको छ भने त्यसलाई एसएस मानिन्छ। बियरिङ भनेको कति तिर्न बाँकी छ त भनेको बियरिङ लाइबिलिटी भनेर क्लियरली दिएको छ नि। अन्त बियरिङ डिपोजिट भनेर दिएको छ नि त, इन्ट्रेस्ट बियरिङ भनेर, अर्थात् तिर्न लागि बियरिङ भनेको तिर्नका लागि कति राखेको छ त भनेको छ। त्यहाँ एउटा 42,250 दिएको छ भने अर्को 33,350 दिएको छ क्या। बुझ्नुभयो कि भएन? फेरि एकचोटि कति भनिदिनु त सर, अलिक क्लियर भएन। अझै भएन? एकचोटि भनिदिनु न, अलिक क्लियर भएन क्या। मेरो आवाज कटेर आएको छ कि के हो? ल यहाँ सुन्नुहोस् है, के थाहा पाउनु पर्यो भने अर्निङ एसेट भनेको उक्त फाइनेन्सियल इन्स्टिट्युसनले कति कमाएको छ त सम्पत्ति भन्यो क्या। अर्निङ एसेट भनेको कति कमाएको छ, अनि बियरिङ लाइबिलिटी भनेको कति तिर्ने हो त, यसले कति तिर्न बाँकी कति छ त भने हो क्या। बियरिङ लाइबिलिटी भनेको तिर्न बाँकी के हो त लाइबिलिटिज भनेको छ। उसले कमाएको भनेको त एउटा इन्भेस्टमेन्ट रहेछ हो कि होइन, एउटा इन्भेस्टमेन्ट रहेछ। अनि एसेट त इन्भेस्टमेन्ट जान्छ नि। अनि लोन एडभान्स एन्ड बिल्स पर्चेज भनेर छ क्या यसमा। अन्त लोन एडभान्स अथवा बिल पर्चेजलाई कति बराबरको खरिद गरेर चाहिँ त 44,260 भन्यो। यो दुइटा जोडिदिनुहोस्। पछि यो दुइटा जोड्यो भने अर्निङ एसेट सम्पत्ति कमाएको रहेछ यति। के तिर्न चाहिँ के रहेछ त्यसले बाँकी भनेको चाहिँ यहाँ इन्ट्रेस्ट बियरिङ भनेर दिएको छ। इन्ट्रेस्ट बियरिङ भनेको तिर्ने हो कि डिपोजिट। इन्ट्रेस्ट बियरिङ भन्दा बित्तिकै तिर्न बाँकी भनेपछि कति तिर्न बाँकी रहेछ त 42,200। तर हामीले भयो? यसरी बुझ्नु पर्यो होइन, यो अर्निङ एसेट्स भनेको इन्भेस्टमेन्ट सेक्युरिटिज र नेट लोन लिज भन्ने बुझ्नु पर्यो होइन। हो। अब जस्तै अब 2076को क्वेसनमा पनि जानुहोस् त, यसमा के बुझ्नु चाहिँ यसमा चाहिँ। अब यसमा चाहिँ अर्निङ एसेट भने के हुन्छ ल, जानुहोस् त क्वेसन पल्टाउनुहोस् त 76मा के छ त्यहाँ। अर्निङ एसेट त्यो इन्भेस्टमेन्ट र लोन्स एडभान्स एन्ड बिल पर्चेज हो नै त्यही त हो, डिबेन्चर। त्यही भयो। भयो नि। हामीले बुझ्दा बुझ्दा त्यही बुझ्नु पर्दो रहेछ कि इन्भेस्टमेन्ट र त्यही हो, इन्भेस्टमेन्ट अरू सेक्युरिटिज र लजिक लाउनु परेन, लोन्स डाइरेक्ट एडभान्स त्यसरी लिज बुझे पनि भन्ने पाइयो। चाहिँ त्यही हो, नि कति अर्निङ तिर्न बाँकी छ एसेट्समा कति पर्दो कमाएको रहेछ। छ एसएस, त्यही हो अर्निङ भनेको, त्यही हो। एसएस हुनु पर्यो, फेरि अरू इन्कमतिर जानु भएन। भयो? ल निकाल्नुहोस् त। अब यो 2000, अब यहाँ हेर्नुहोस् है, अब यो 2076मा जानुहोस् त। बियरिङ लाइबिलिटीमा के राख्नुहुन्छ भन्नुहोस् त मलाई, के राख्नुहुन्छ? 2076मा जानुहोस् है, अहिले अहिले तत्काल एकछिनलाई। बियरिङ लाइबिलिटी भने बियरिङ के ल्याब जानुहुन्छ होइन। भन्नुहोस् त ल। यो इन्ट्रेस्ट बियरिङ डिपोजिट पर्यो एउटा होइन। अनि अरू केही छ कि छैन? यो डिबेन्चर चाहिँ थाहा भएन सर, हो डिबेन्चर पर्छ कि भनेको नि पर्दैन। लोन हो। यो पनि तिर्नुपर्छ तपाईँले तत्काल। भने चाहिँ दुईटा जोडिने भयो यसमा चाहिँ, बुझ्नुभयो अब? यही सर दुईटा बुझेँ। आउँछ, अरू तपाईँको बुकमा पनि छ नि, यही दुईटा मात्र दिएको छ जता कतै, यही हो। अब यसमा चाहिँ इन्ट्रेस्ट बियरिङमा चाहिँ तपाईँले इन्ट्रेस्ट बियरिङ लाइबिलिटी चाहिँ 25,500 र 30,600 यता राख्नु पर्यो क्या। बुझ्नुभयो नि? सर ल अब बुझेँ। यो गर्नुहोस्, कति आउँछ ल, यो निकाल्नुहोस् त पहिला। निकाल्नुहोस् त। KBL को स्प्रेड रेसियो 1.95। हजुर KBL को स्प्रेड रेसियो 1.95। ल 1.95 आयो। अब अर्कोको पनि निकाल्नु यसै गरी सकिन्छ? सकिन्छ सर, निकाल्दैछु। हजुर निकाल्दैछु। ल
एसबिएल को 1.18 सर। हजुर एसबिएल को 1.18। ल लेख्नुहोस् है 1.18 भन्नुभयो। हो सर। ल 1.18% ल भनेपछि कुन बढी छ त माथिको बढी छ है। हो। र माथिको चाहिँ भनेपछि केबिएल चाहिँ अलिक बढी हाई प्रोफिटेबिलिटी भयो बढी चाहिँ नाफा कमाउने रहेछ र रिस्कको हिसाबमा पनि त्यो बढी रिस्की छ भनेर थाहा पाउनु पर्यो। ल अर्को सोधेको छ अर्को केही सोधेको छ सी नम्बरमा। छ ओभरहेड एफिसिएन्सी रेसियो। हुँ? ओभरहेड इफिसिएन्सी रेसियो। ल अब सी नम्बरमा जानुहोस् त के भनेको छ भने नि सी नम्बरमा भनेको छ ओभरहेड इफिसियन्सी रेसियो हिजो लेखा छ कि छैन। छैन होला सायद। लेखेर लेखाएको। ओभरहेड ल ओभरहेड इफिसियन्सी रेसियो यसलाई ओइआर पनि भन्छ ओभरहेड इफिसियन्सी रेसियो। फर्मुला लेख्नु सजिलो नेट इन्ट्रेस्ट इन्कमलाई सरी नेट भन्छु नन ओभरहेड है नन इन्ट्रेस्ट नन इन्ट्रेस्ट इन्कमलाई माथि काट्यो सरी नन इन्ट्रेस्ट एक्सपेन्सेसले डिभाइड गर्नुहोस् त। नन इन्ट्रेस्ट एक्सपेन्सिभ। फर्मुला चाहिँ याद हुनुपर्छ ओभरहेड इफिसियन्सी चाहिँ ओभरहेडको इफिसियन्सी कति छ त खर्चको इफिसियन्सी रेसियो कति छ त भनेर हेर्नका लागि निकालिन्छ। अब दुइटाको यसै गरी निकाल्नुहोस्। ल कति आउँछ मलाई भनिदिनुहोस् नन इन्ट्रेस्ट दिएकै छ क्वेसनमा ट्याक्क दिएको छ है। 52.29। सबैले है ओइआर। ल कति आयो भन्नुहोस् त। केबिएल को 52.29। 52.29 अनि अर्को एचबिएलको 103.34। ल अब यो लास्टको त अघि भर्खर गरे मैले भन्न नपर्ला होइन त। क्यालकुलेट। नन इन्ट्रेस्ट एक्सपेन्सेस भनेको के गर्ने नन इन्ट्रेस्ट एक्सपेन्सेसलाई एक्सपेन्सेस भन्दा पनि टोटल अपरेटिङ इन्कमले डिभाइड गर्नु पर्यो। अनि टोटल अपरेटिङ इन्कम भनेको कति छ त्यहाँ अपरेटिङ इन्कम भने कुन कुन राख्नुहुन्छ इन्कम के इन्कम त दुइटा त छ नि त्यही इन्ट्रेस्ट इन्कम र नन इन्ट्रेस्ट इन्कम के इन्कम इन्कम त अपरेटिङ टोटल इन्कम भइहाल्यो नि हो कि होइन। हो सर हो। नन भए पनि अर्को भयो भने कमाइ कति हो त दुइटै हो त्यही दुइटै हो भनेपछि टोटल अपरेटिङ इन्कम चाहिँ इन्ट्रेस्ट इन्कम र नन इन्ट्रेस्ट इन्कम दुइटा जोड्ने हो भने टोटल अपरेटिङ इन्कम आउँछ। ल यसमा यही क्वेसन चाहिँ गर्नु पर्यो तपाईँले। अनि यसै हिसाबले 2000 कतिको पनि गर्नु पर्यो त तपाईँले 76 यो तपाईँ कति 13 कि 16 नम्बरमा छ भन्नुहुन्थ्यो हजुरले त्यो क्वेसन पनि गर्नु पर्यो। कुरा बुझ्नु भएको छ। बुझाएको छ सर। अब मैले तपाईँलाई यसमा सिकाउनु पर्ने एउटा एनालाइटिकल क्वेसन रहेछ 2074मा आएको 15 मार्क्सको एउटा क्वेसन त्यो सिकाउँछु र यसमा अब योसँग तपाईँको ओल्ड इज गोल्डमा भएका क्वेसनहरू भोलि गर्नु होला। मेरो कुरा सुन्नुभयो। सुने सर। ओल्ड इज गोल्डमा भएका क्वेसन गर्ने अनि भोलि हामी त्यसमा डिस्कसन गर्ने 2079को पनि हामीले गरिसकेका छौँ 2078को पनि के छ गरिसकेका हौँ होइन त। हो त्यो चाहिँ मलाई थाहा छैन।
ल म यस सम्बन्धी रिलेटेड एक दुईवटा क्वेसनहरू पठाउँछु, यस्तै आजको जस्तै यो हेर्नु होला कतिको सर सक्नुहुन्छ। हजुर। म एउटा सोध्नु पर्यो। हस्। त्यो हिजो दिनुभएको थियो नि एउटा क्वेसन, अँ त्यो त्यो स्ट्यान्डर्ड चार्टर ब्याङ्कको के सर? हजुर। स्ट्यान्डर्ड चार्टर ब्याङ्कको दिनुभएको थियो नि तपाईँले हिजो अँ 12 नम्बरको भनेर के, उम्, त्यसमा यो कमेन्ट अन द प्रोफिटेबिलिटी अफ स्ट्यान्डर्ड चार्टर ब्याङ्क नेपाल लिमिटेड भने के कमेन्ट भने कसरी गर्ने कमेन्ट त्यसको त्यही? रिजल्ट के आएको छ त्यसको बारेमा डिस्कस गर्ने हो तिमीले। अनि ए हस् ल। रिजल्टको डिस्कसन गर्ने हो, के भइरहेछ त्यहाँ। उम्, जे जे निकालेको छ त्यसमै कम्पेयर गरेर लेख्ने होइन? मजाले कमेन्ट गर्नु पर्यो। हस् सर। अरू केही छ? अनि अर्को एकजनाले पनि सोध्दै हुन्थ्यो अघि, केही छ? ल बाँकी यससँग रिलेटेड अरू क्वेसन गर्नु होला, बाँकी चाहिँ हामी भोलि डिस्कसन गर्छौँ। यही च्याप्टर मात्रै अल्झेर बस्दैनौँ है हामी है। हस् सर हस्। भोलि यसको एनालाइटिकल एउटा क्वेसन गर्छु, इक्जाम आएको त्यसपछि थोरै अगाडि बढ्छौँ है। ल आजलाई म यति गरेँ है।